कमर्शियल ब्रेक के बाद बुढा के कुटेको आज मुलाको अचार बनाउनको लागि तोरी भुटेर तोरीलाई कुटेको अचार बनाउन त खासै आउँदैन। म सिकाइदिन्छु नि त, म बिरामी छु नि त, त्यही भएर यो मुला यत्तिकै थियो अनि त्यही भएर नखेर फाल्नु भनेर मुलाको अचार बनाउनु भनेको। आज बुढीले सिकाउँदै गरेको अवस्था म चाहिँ अचार बनाउने क्रममा अगाडि बढ्दैछु सरसामान जुटाउँदै। अब यो मिक्सचरमा हामीले बनाएर राखेको मिक्सचर पुरानै हो हुन त, तर पनि काम चाहिँ गजब गर्छ। अब यसमा म चाहिँ खुर्सानी र खुर्सानी धनियाँ जिरा को मिश्रणलाई चाहिँ अब म यो भाँडो सानो चाहिँ कहाँ गयो यो त्यही छ त। अब यसमा भ्यार गर्ने हाम्रो सानो किचन छ, हामी यस्तै दुईजना सानो परिवार। सो गाइज हाम्रो किचन एकदम सानो देख्नुहुन्छ, तर हाम्रो लागि चाहिँ पुरा ठुलो क्या, एकदम ठुलै दरबार जस्तै छ नि, खेल जस्तो दरबार जस्तै छ। हाँली मुहाली उफ्री खेल्ने कुदी सबै थोक भ्याइन्छ। अब टक्कसँग यो अघि नै मैले यो फ्राई प्यानमा हल्का भुटेको छु होइन, यसो धुलो अलिक राम्रो हुन्छ क्या, त्यस कारणले त्यसलाई अच्छा हेर्न पारे भयो। दामी हेर्नुहोस् हल्दी कता लुज भइसक्यो यो। अच्छा यो हल्दी अब यसमा तोरी अघि कुटेर राखेको यो तोरी मिठो हुन्छ यो अचार, सुकेर खाङ्गाङ भएको छ तोरी। आज मेरो बुढाले फर्स्ट टाइम अचार बनाउँदै हुनुहुन्छ। अब कस्तो के गर्ने, मिठो हुन्छ हुँदैन। तोरीको तेल राख्ने एउटा भाँडो खोल्नु पर्यो नि त पहिला। नुन पनि हाल्दै हुनुहुन्छ मेरो बुढाले। अब तेल हालेँ मैले, किनभने यहाँ बट्टामा लाउँदै थिएँ कि। भयो अलिकति हाल्नु, अब लु झ्वाइँ पार्दै हुनुहुन्छ। मरिच क्या मिठो हुन्छ अचार, टिरिक। सो गाइज हामीले चाहिँ यसरी भिडियोहरू बनायौँ यसो घरमै बसेको बेला। म चाहिँ बिरामी छु नि त, त्यही भएर मेरो बुढाले यसरी अचार बनाउनु, अचारको स्वाद आयो मिठो। यम्मी सुपर। अब यसलाई खानुपर्छ। अनि अहिले नुन पनि चाख्नु लागेन। नुन त लाग्यो होला, बढी हाल्नु। तेल अझै हाल्दिनँ अब, काँचै तेल। अब अहिले उसको बट्टामा हालेर। हेर्नु नि यो अचार ढिलो अमिलो हुन्छ तर मिठो हुन्छ। मैले चाहिँ खानु हुँदैन, किन छिटो गर्नु परेछ र? मजाले सुकेको छ नि त मुला, मिठो हुन्छ यो अचार। मेरो बुढाले बनाउनु भएको अचार हो नि त, त्यही भएर मिठो हुन्छ, चडक। मैले चाहिँ खानु हुँदैन। खाने हो नि त भातसँग कहिले। ल हुन्छ हजुर हुन्छ। ल यति नै भिडियो हाम्रो, बाई बाई, टाटा। अनि अर्को भिडियो लिएर आउने नै छौँ। त्यतिन्जेलको लागि अहिले कमर्सियल ब्रेक के बाद